हेलो गाइस, मैले आज हजुरलाई भन्न खोजेको कुरो के छ भनेपछि हजुरले यति यो भिडियोलाई स्किप नगरिकन हेरिदिनु होला। नयाँ साथीहरू पनि हुनुहुन्छ भनेपछि पनि सब्सक्राइब गर्नु होला च्यानललाई है। मेरो नयाँ नयाँ कुराहरू पनि आउँदैछ र अहिले मैले 2-3 दिनदेखि देखेको एउटा एकदम भाइरल बनाएको बङ्गलादेशमा एउटा हाम्रो नेपालका युट्युबर गएर नेपाली दुबईमा लभ परेर केसियर काम गर्दाखेरि लभ परेर बङ्गलादेशमा गएर बिहा गरेर अहिले छोराको बिहा गरेपछि बल्ल नेपाल जाने भन्ने कुरो आएको छ। नेपाल भन्दा मलाई चाहिँ ठिक लाग्छ भन्नु होइन। नेपालमा जन्मिएको मान्छेले अहिले बङ्गलादेशमा गएर अलि उहाँलाई प्यारो लाग्छ। अब हुन त अब उहीँको बासिन्दा भइसकेपछि प्यारो ला होला है। तर हामी जे भए पनि जहाँ भए पनि आफ्नो देशलाई भनेपछि माया लाउने हो। तर उहाँले एउटा दिदीले जस्तो अब कलाकार पनि रहेछ, गीत पनि गाउने, पहिला माझीसँग पनि गीत गाएको, विष्णु प्रकाशसँग पनि गीत गाएको भन्ने कुरो सुने होइन। उहाँको इन्टरभ्यू पनि मैले हेरेको थिएँ। र साथीहरूलाई तपाईँलाई कस्तो लाग्छ यो दुबईमा बाहिर कुनैमा जाने बङ्गलादेशसँग लभ पारेर बङ्गलादेशसँग गएर यो आफ्नै देशलाई बिर्सिने भनेपछि तपाईँलाई ठिक हो कि बेठिक हो? कमेन्टमा लाइक गरिदिनु होला, सेयर पनि गर्नु होला। तपाईँलाई इच्छा लाग्छ भने कमेन्ट गर्नु होला। सबैलाई यो ठिक हो कि बेठिक हो? दुबईमा कुनै दिदी बहिनी गइसकेपछि बङ्गाली पाकिस्तानीसँग लाएर लभ पारेर अनि नेपाललाई बिर्सिने।